बब्बाल छ हाफ टाइमदेखि चाहिँ एकदम बब्बाल त्योभन्दा अगाडिलाई चाहिँ के त्यो पनि ठिकै छ राम्रो छ गरी नै भेटेँ भने मैले जन्ते बाख्रा जन्ते हँसाउँछ हास्यजनकको फिल्म हो सौगात पल्लले क्यारेक्टरमा एकदम जीवन्त रमाइलो छ राम्रो छ अब स्वस्थ मनोरञ्जनको भण्डार छ बलिउडे फिल्ममा अल्झिनु पर्दैन राम्रो छ फर्स्टमा सौगात दाइ झुन्डेको देख्दा त मेरो यो अझैसम्म हात कामिरहेछ आफ्नै अगाडि झुन्डे जस्तो लाग्यो लास्टमा त डरै रह्यो सबैजना हाँसिरहनु भएको थियो इमोसनलमा ला अब के हुने भनिरहनु भएको थियो सोच्न सक्ने शक्ति नै त्यो बेला चाहिँ नि अलिकति न्यून हुन्छ न्यून हुने गर्छ त्यो साला कमलले हामी तीनैजना रिजेक्ट हालेको होइन हामी चाहिँ त्यसको बिहा हुनु किन्दैन मार्दिम अभी मार्न मिल्दैन पानीपुरी खान मन लाग्यो बेला पानीपुरी पाइदियो भने चाहिँ खुसीको आँसु आइदिनु हुन्छ यो कुरा मान्छेहरूलाई कस्तो पागल जस्तो लाग्न सक्छ सुनिरहेको थियौँ हुटिङहरू सुनिरहेको थियौँ अनि ठ्याक्कै पछाडिबाट त्यो तीनजना केटीहरू खै तिनीहरू आएको भनेर अडियन्स सम्झिरहनु भएको रहेछ नि कस्तो खुसी लाग्यो अब सानो सानो एकदम धेरै हाँस्यौँ पनि रोयौँ पनि एकदम धेरै राम्रो एकदम राम्रो बब्बाल छ हाफ टाइमदेखि चाहिँ एकदम बब्बाल त्योभन्दा अगाडिलाई चाहिँ के त्यो पनि ठिकै छ राम्रो छ अगाडिलाई नै दिनु न वाउ थ्याङ्क यू कस्तो लाग्यो के मन पर्यो धेरै सबै मन पर्यो गाइदिनु न त कस्तो लाग्यो फिल्म राम्रो छ कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो छ राम्रो पार्ट 2 आउँछ यो सफल हुन्छ कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो फिल्म उत्कृष्ट छ के कुरालाई उत्कृष्ट मान्नुहुन्छ होइन अब समग्रमा फिल्म पछि गएर रोना धोना आदि इत्यादिमा छैन हँसाउँछ हास्यजनकको फिल्म हो सौगात पल्लले क्यारेक्टरमा एकदम जीवन्तता ल्याउनु भएको छ र सौगात बल्ल जस्तै अर्को क्यारेक्टरको नाम के अरे भोइ हो उहाँको पनि उत्कृष्ट छ नायिकाको पनि राम्रो छ जो समग्रमा माइन्ड ब्लोइङ जस्तो कि आर्टिस्टहरूलाई के भन्छ अनि तपाईँ चाहिँ पेट मिची हाँस्न कति सफल हुनुभयो पेटै मिची पऱ्यो कि परेन हाँस्न होइन अब ठिक छ एकदम रमाइलो छ राम्रो छ अब स्वस्थ मनोरञ्जनको भण्डार छ बलिउडे फिल्ममा अल्झिनु पर्दैन एकदम ठिक छ आफ्नो विवाहको जन्ते बाख्रा सम्झिनु भयो कि भएन तपाईँले मेरो त्यस्तो भएन मेरो सामान्य हो यस्तो खालको समस्या केही थिएन तपाईँको विवाहमा जन्ते बाख्रो काटिएको थिएन कतिको सम्झिनु भयो म त्यस प्रकारको जन्ते बाख्रोको प्रपञ्च गर्नु परेन मैले भनेपछि आफ्नो विवाहलाई चाहिँ कतिको रिलेट गर्नुभयो सम्झिनु भयो कि भएन सम्झिहाल्छ नि मान्छेले विवाह गरेको कुरो होइन आफ्नो फ्ल्यासब्याकमा जान्छ मान्छे त्यही हो श्रीमतीलाई के भन्नुहुन्छ त आज विवाह एकचोटि हेर्न जाउँ भन्छु सँगै लिएर आउनुहुन्न हेरौँ के हुन्छ सल्लाह गर्छु थ्याङ्क यू कस्तो छ राम्रो छ कस्तो लाग्यो नानीलाई के मन पर्यो बाख्रा मन पर्यो होइन बाख्राको मन पर्यो कस्तो लाग्यो तपाईँहरूलाई के मन पर्यो के कुराले अहिले नयाँ राम्रो आएको छ अहिले नेपाली फिल्महरू पनि राम्रो बन्दैछ होइन जस राम्रो लाग्यो सबै कुरा कथावस्तु अभिनय कस्तो लाग्यो राम्रो राम्रो छ एकदम अर्ग्यानिक कथा होइन राम्रो छ नेपाली मुभी प्राय चाहिँ यतिको मुभी चाहिँ राम्रो छ एकदम कथा पनि राम्रो छ क्यारेक्टर सबैले एकदम राम्रो प्ले गर्नुभएको छ वान अफ द बेस्ट मुभी भन्न चाहन्छु है हस् एकदमै रमाइलो वाट अ ब्युटिफुल मुभी एकदमै रमाइलो ब्युटिफुल मुभी रमाइलो कि अरू नेपाली मुभी एकदम यो चाहिँ अलिकति रमाइलो अलि रोमान्टिक हँसी कमेडी पनि छ होइन झन् हाम्रो रियल कमललाई चाहिँ उहाँको एक्टिङ एकदमै हँसायो ठाउँ ठाउँमा एकदम राम्रो छ है सो सबैजनाले हेर्नुपर्छ एकदम इन्जोय गर्नुपर्छ रमाइलो छ मुभी होल स्याटरडे फ्री टाइममा हेर्दा लगभग सबैजनाले भेटे रमाइलो लाग्यो मुभी त एकदम रमाइलो छ हेर्नुपर्छ यस्तो इन्टरटेनमेन्ट मुभी बल्ल आज लाग्यो क्या मलाई चाहिँ किनभने धेरै मुभीहरू हेरिरहेको थियौँ त्यसमध्ये यो चाहिँ अलिकति रमाइलो लाग्यो क्या
है थ्याङ्क यू ठिक छ फिल्म राम्रै लाग्यो समग्रमा है राम्रै छ गुड हजुर सो थ्याङ्क यू कस्तो लाग्यो राम्रो लाग्यो तपाईँलाई कस्तो राम्रो छ के मन पर्यो धेरै सबै राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो जन्ते बाख्रो एकदम बेस्ट इन्जोय गर्न पाइयो सबैले होइन खुवाउनु मन लागेन मलाई जन्ते बाख्रो एकदम खुवाउन मन लागेको छ तर गरिमा जस्तो मान्छे भेटाएको छैन मैले पनि होइन तर कुनै पनि दिनमा मैले गरिमा जस्तो मान्छे भेटाएँ भने 100% म जन्ते बाख्रो खुवाउने छु गरिमा नै भेट्नु भयो भने के होला त गरिमा भेटेँ भने मैले जन्ते बाख्रो होइन जन्ते राणा खुवाउनेछु आमा कस्तो लाग्यो फिल्म के मन पर्यो आमा तपाईँको पालामा कस्तो खालको विवाह हुन्थ्यो राम्रो हुन्थ्यो आफ्नो विवाह सम्झिनु भयो वा 94 वर्ष भइसक्नु भयो अनि ओके थ्याङ्क यू हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो के मन पर्यो दिदी हजुरलाई आफ्नो विवाहको जन्ते एकदम कतिवटा जन्ते बाख्रो ढाल्नु भएको थियो विवाहमा दुईटा ढाल्नु कस्तो लाग्यो एकदम बवाल लाग्यो लास्टमा सौगात दाई झुन्डेको देख्दा त मेरो यो अझैसम्म नि हात कामिरहेको छ आफ्नै अगाडि झुन्डे जस्तो लाग्यो कि लास्टमा त डरै रह्यो तपाईँले कहिले मायाको लागि त्यस्तो ट्राई एउटा म रियल कुरा भन्न चाहन्छु एउटा आमालाई सम्झेर रोएँ एकचोटि त्यस्तो भनौँ न प्रेमिकालाई सम्झेर दिनुभयो रोको होइन हाँसेको प्रेमिकाले चाहिँ किन हाँस्यो किनकि त्यो अलीले गर्दा प्रेमिकालाई के भन्नुहुन्छ त आज अब त्यस्तै हो प्रेमिका छैनन् सम्झेर हाँस्यो ठिक छ एकदम राम्रो नयाँपन छ कलाकारले सबै उत्कृष्ट अभिनय गरेको छ अब यस्तै किसिमको फिल्म भयो भनेदेखि अब चाहिँ हेर्ने चाहिँ दर्शकहरूको चाहिँ कमी हुने छैन राम्रो छ राम्रो लाग्यो सबै कलाकार 101 छन् कस्तो लाग्यो सबै राम्रो छ होइन राम्रो लाग्यो एकदम सब धेरै राम्रो लाग्यो फिल्म सबै राम्रो लाग्यो हेर्दा रमाइलो लाग्यो हाँस्ने कम्पिटिसन चल्यो कि चल्यो कस्तो लाग्यो कति राम्रो लाग्यो धेरै राम्रो लाग्यो हजुर जस्तै राम्रो ओके थ्याङ्क यू तपाईँलाई राम्रो लाग्यो रमाइलो छ एकदमै रमाइलो फिल्म चाहिँ रमाइलो लागेको छ एक्टिङ वाइज हामी पनि धेरै राम्रो हाम्रो लेभल पनि राम्रो भइसकेको रहेछ दाम्मीका एक्टिङ सबैजना हेर्नु होला के हेरेर आउनु भयो एकदम राम्रो लाग्यो भन्देऊ एक त सबैको एकदम राम्रो छ कस्तो लाग्यो नमस्ते मैले जन्ते बाख्रो हेरेँ होइन मलाई एकदमै दामी र बवाल लाग्यो जन्ते बाख्रो चाहिँ नेपाली सिनेमाको लागि एउटा नयाँ रमकम मुभी हो र म हजुरहरूलाई रिफरेन्स गर्न चाहन्छु कि तपाईँहरू पनि नजिकको हलमा जानुहोस् र जन्ते बाख्रो हेर्नुहोस् मैले त हेरिसकेँ अब तपाईँले छुटाउनु भयो भने एकदमै मिस गर्नुहुन्छ त्यही भएर तपाईँहरू जन्ते बाख्रो हेर्नुहोस् र इन्जोय गर्नुहोस् आई लभ दिस जन्ते बाख्रो अनि हिरोइनलाई केही छ अम्मा आई लभ यु छैन हिरोइनलाई थ्याङ्क यू कस्तो लाग्यो फिल्म लास्टै टाइम छ जस्ट ह्युमर वाइज पनि लास्टै टाइम छ जस्तो ह्युमर मन पराउने मान्छे म अनि जस्ट फुल अन प्याकेज सबै कुरा हिरोइनहरूले सोध्नुहुन्छ होला सियोरै राम्रो हो थ्याङ्क यू राम्री फिल्म हेरेर पे गर्न मन लागेन उमेर भएको छैन मेरो अहिले त्यस्तो कुरा नसोध्नु होला हस् थ्याङ्क यू हजुरलाई कस्तो लाग्यो फिल्म एकदम राम्रो छ लास्टै इन्टरटेनिङ बनेको छ धेरै पछि नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ यत्तिको इन्टरटेनिङ मुभी आएको हो सबैले भोलिको शनिबार चाहिँ एकदम सदुपयोग गर्नु होला जन्ते बाख्रो हेर्न आउनु होला भन्न चाहन्छु थ्याङ्क यू एकदम इन्टरटेनिङ एकदमै रमाइलो भयो हेर्नु एकदमै रमाइलो हिरोहरूलाई के भन्नुहुन्छ त तपाईँ चाहिँ सबैले हिरोइनलाई भनिरहेको छ तपाईँ हिरोलाई भनिदिनु हिरो पनि दामी के भन्नुहुन्छ नामै तोकेर भनिदिनुहोस् एकदमै राम्रो सौगात मल्ल सर र हाम्रो आशिष दाइको एकदमै राम्रो एक्टिङ एकदमै मन पर्यो नेपाली मुभीमा यतिको इन्टरटेनमेन्ट एकदमै रुने मुभीहरू धेरै हेऱ्यो तर यस्तो इन्टरटेनमेन्ट चाहिँ बब्बाल रमाइलो भयो भन्नुहोस् कस्तो लाग्यो फिल्म एकदमै बवाल छ होइन के भन्ने अब सौगात दाइको त हामी पहिलेदेखि नै कागुनीदेखिको हो होइन सौगात दाइको त के कुराहरू त्यसमा चाहिँ आशिष दाइले अहिले आएर यस्तो फोडिदिनु भयो कि होइन गरिमाजीको नि अब अहिलेलाई यो फर्स्ट होइन दामी गर्नुभएको छ जस आफ्नो समयको एकदमै राम्रो हुन्छ यहाँ आएर यति फिल्म हेरेर जानुभयो भनेदेखि समय खेर गएको फिल हुँदैन रमाइलो चाहिँ इन्टरटेनमेन्टको फुल प्याकेज तपाईँलाई नि फिल्ममा देखिन मन छ नि होइन फुलमा
गरिमासँग म हिरो भएर खेल्न त्यो भाग्य त अब अहिले नमिल्ला होइन गरिमासँगै मैले नै फिल्ममा रोमान्स गर्न पाएको भए भन्ने फिल भयो कि भएन त्यस्तो त अब त्यो त अभियसली आइ नै हाल्छ त्यो त अब आउँछ नै त्यो होइन अब त्यो एक्चुअलमा त होइन अहिलेलाई त सौगात दाइ र आसिफ दाइ भिडिरहनु भएको छ उहाँहरूलाई छोडिदिउँ हामी आयौँ भने फेरि उहाँहरूले के गर्नुहुन्छ त्यो भएर फिल्म एकदमै बवाल छ फिल्म अति नै बवाल छ है एकदम दामी छ मुभी चाहिँ एकदम राम्रो लाग्यो म चाहिँ हिजोदेखि नै एकदम यो जान्ते बाख्रो मुभी हेर्नको लागि एकदम धेरै एक्साइटेड थिएँ सबैले आफ्नो साइडबाट आफ्नो आफ्नो भूमिका राम्रो तरिकाले निर्वाह गर्नुभएको छ मलाई यो मुभी जान्ते बाख्रो चाहिँ एकदमै मन पर्यो हेर्नै पर्ने मुभी छ सबैको भूमिका एकदम राम्रो छ अनि मैले चाहिँ समापिका गौतम म्यामलाई चाहिँ पहिलेदेखि चिनेको थिएँ अनि त्यही भएर नि मलाई उहाँको एक्टिङ अनि गरिमा दिदीको एक्टिङ सौगात दाइको एक्टिङ सबको एक्टिङ एकदम मन पर्यो धन्यवाद अडियन्सले मन पराइरहेको छ नि मन पराइरहेको यसो चाहिँ बिहानको कम्प्लिमेन्ट चाहिँ बाहिर आएर मात्रै हामीले सुनेका थियौँ आज चाहिँ हलमा अहिले चाहिँ दर्शकसँग बसेरै चाहिँ फिल्म हेरे भएर होइन दर्शकसँगै यहाँ बसेर फिल्म हेरे भएर चाहिँ उहाँहरूको प्रतिक्रिया रियाक्सन्स चाहिँ सिधै हामीले प्रत्यक्ष रूपमा देख्न पायौँ हामी खुसी छौँ रिपिट यही कमेन्ट भन्दाखेरि चाहिँ कस्तो हो भने चलचित्र दर्शकले हेरिरहेको थियो हामी दर्शकले हेरिरहेको थियौँ ओके गरिमाजीको चाहिँ आज कस्तो कम्प्लिमेन्ट आयो भने गरिमा जतिको बेहुली पाए त जन्ते बाख्रो न जन्ते रागे ढालिदिन्थे यो चाहिँ व्यापक नै आयो म पनि एकदम उत्साहित छु दर्शकहरूको प्रतिक्रिया देखेर सुनेर अब दाइले भने जस्तो हामी सँगै बसेर उहाँहरूसँग लाइक हाफ पछि चाहिँ हामी यस्तो लुकेर गएर त्यहाँ बस्यौँ कि उहाँहरूलाई थाहा नहोस् कि हामी छौँ भनेर तर उहाँहरूको अनेस्ट रिभ्यू चाहिँ हामी बुझ्न सकौँ भनेर होइन सबैजना हाँसिरहनु भएको थियो इमोसनलमा ला अब के हुने भनिरहनु भएको थियो सो त्यो जुन इमोसनको ग्राफहरू देखिरहेको थियो अडियन्समा हामी त अझै उत्साहित भएर निस्क्यौँ क्या दर्शकहरूभन्दा हामी उत्साहित छौँ कि अब ल यस्तै राम्रो माउथ पब्लिसिटी हुँदै जाने हो भने चाहिँ फिल्मले अब पिकअप लिँदैछ है बिस्तारै भन्ने चाहिँ हामीलाई फिल भयो सो एकदम ग्रेटफुल छौँ अब त्यही हो अब ढाल्ने गर्ने कुरा त नगरौँ काटमारका कुरा नगरौँ तर पार्टी गर्नुपर्ने सिचुएसन चाहिँ दर्शकहरूले बनाउनु भएको छ ओके अब यता सौगात सरसँग चाहिँ कतिजना दर्शकहरू अलिकति निराश भएको देखियो होइन आमाको बारेमा किन नसोचेको होला सौगात सरले भनेर निराश भइराख्नु भएको थियो के भन्नुहुन्छ दर्शकहरूलाई अब आमाको बारेमा त्यस्तो के प्रेमिकालाई सोचेर आमालाई किन बिर्स्यो होला सौगातले त्यो त सिचुएसन्स अब त्यो भनौँ न रियल लाइफसँगै आधारित भन्नुपर्छ यसलाई होइन जे खालको अहिले समाजमा देखिएको छ त्यही नै त्यहाँ चित्रण गरिएको जस्तो लाग्छ मलाई चाहिँ होइन आमाभन्दा माथि प्रेमिका होइन त्यो सोच्न सक्ने शक्ति नै त्यो बेला चाहिँ नि अलिकति न्यून हुन्छ न्यून हुने गर्छ होइन त्यो भएको हुनाले चाहिँ त्यस्तो हुन सक्ने सम्भावना चाहिँ नि रियलमा पनि कहिले आमाभन्दा माथि प्रेमिका आछिन् होइन त्यस्तो त आएको छैन तर यो त अब चलचित्र हो होइन र अब साँच्चीकै पनि त यस्तो चाहिँ नि घटनाहरू त घट्ने गरेको छ नि त अनि त्यसकारण अब त्यही कुराहरू लिएरै यसो कोसिस गरिएको एउटा रमाइलो चलचित्र दर्शकहरूले आई लभ यु भनेर हर्टको सिम्बल बनाएर स्पेसली केटीहरू त पागल भइरहेछ नि त हजुर खुसी लागेको छ त्यो पात्रलाई चाहिँ उहाँहरूले एकदमै मन पराइदिनु भएको छ एउटा राम्रो एउटा समाजमा हुनुपर्ने एउटा राम्रो पात्र थियो उहाँहरूलाई मन पराइदिएको धन्यवाद भन्छु उहाँ सबैलाई अहिलेको लागि चाहिँ बेस्ट कम्प्लिमेन्ट के पाउनुभयो तपाईले अहिले अगाडि गरिराखेको भन्दा अलिकति फरक छ भन्नु सबैले भन्नुहुन्छ त्यो चाहिँ त्यो पनि एउटा राम्रो रूपमा एउटै जस्तो लागेन एटलिस्ट होइन मैले गरिरहेको चलचित्र त्यो भएको हुनाले मलाई पनि त्यो कुरामा पनि खुसी छु म तपाईँको लागि माया चाहिँ के त घुर्की लाउनु हो कि होइन आफ्नै बलिदान दिन रेडी हुनु हो कि के हो तपाईँ मायाको विषयमा तपाईँलाई विस्तृत रूपमा पछि होइन अहिलेको लागि चाहिँ 2 शब्द यहीँ टुङ्ग्या होला जस्तो लाग्छ माया भन्दा कस्तो अनुहार आउँछ माया भन्दा अहिले चाहिँ नि हामी चलचित्रकै कुरा गरौँ जस्तो लाग्यो योभन्दा बाहिरको कुरा चाहिँ नि अहिलेको लागि चाहिँ नगर्नु उहाँहरूलाई स्थान ओके वाट अ ब्युटिफुल तीनजना परिहरू पछाडि होइन अहिले अडियन्स पनि त्यस्तै वाट अ ब्युटिफुल देख्नु होला कस्तो फिल भइरहेछ तपाईँलाई मलाई त एकदमै रमाइलो फिल भइरहेछ अनि सबैले त्यो वाटालाई मन पराइदिएको हुनाले म त वाटा मक्कै भइरहेको छु
अडियन्सलाई वाटा भनेर के भन्नुहुन्छ त हजुर थुप्रै छन् भन्नुपर्ने कुरा अब अहिलेलाई चाहिँ वाट अ फिल्म बनेको छ सबैजनाले माया दिनुभएको छ हामीले यहाँभित्र बसेर हेऱ्यौँ लाइभ नै हेऱ्यौँ अब मजाले इन्जोय गरिरहनु भएको छ साथसाथै इनबक्समा पनि एकदम टिमकै लागि एकदम राम्रो राम्रो म्यासेजहरू आइरहेको छ यसले चाहिँ एकदमै हामीलाई उत्साहित बनाएको छ ओके वाट अ ब्युटिफुल कमेन्ट वाट अ ब्युटिफुल कम्प्लिमेन्ट के हो आजको त वाट अ ब्युटिफुल अडियन्स वाट अ ब्युटिफुल रेस्पोन्स एन्ड वाट अ वी अल आर मक्खै ओके वाट अ ब्युटिफुल एक्टिङको तारिफ आउँदैछ त्यो पनि समापिकाको माय गुडनेस यस्तो राम्रो मानिरहनु भएको छ दर्शकले हजुर यति ओके फाइनली सो वाट अ ब्युटिफुल एक्टिङ भनेर चाहिँ समापिकाको नाम चाहिँ लिइराख्नु भएको थियो क्या मजा लाग्यो मलाई त भनेर कतिजनालाई नाम थाहा रहेन चाहिँ तर क्यारेक्टर सोचेर कस्तो राम्रो भनिराख्नु भएको छ कि कसरी लिनुहुन्छ यसलाई त म मेरो एउटा उपलब्धिकै रूपमा लिन्छु किनभने म एज अ समापिका मलाई चिन्ने हुनुहुन्छ तर एज अ सविता गर्तोला त्यो कर्ली कपाल गाजल त्यो नाकको जुन एक्सेसरिज हामीलाई चाहिँ म भन्नै पर्छ सिमस दाईले हाम्रो डिरेक्टर सिमस दाईले यस्तो राम्रो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु भयो कि जसले गर्दा हामीले हाम्रो क्यारेक्टर आफै बनाउन पायौँ कि अनि यो क्यारेक्टरले यस्तो लगाउँछ होला यसरी हिँड्छ होला किनभने हामी नर्मली टिपिकल गाउँघर भन्ने बित्तिकै एउटा स्टेरियोटाइप हुन्छ नि त्यसलाई ब्रेक गरेर पनि अलिकति हठी अलिकति हाई फेसनवाला पनि कोही हुनसक्छ अनि उसले बटुलेको साथीहरू उसको निकटमा आउने साथीहरू पनि आफै ठाउँमा नमुना हुनसक्छ भन्ने हिसाबले त्यो एउटा क्रिएट गर्न पायौँ अनि सविताको रूपमा चिन्दाखेरि चाहिँ मलाई अझै खुसी किन पनि लाग्छ भने म समापिका त्यस्तो छैन होला जति सवितालाई बनाउन सक्छु क्या सविता जस्तो कन्फिडेन्ट अलिकति बोल्ड अलिकति एम गरिदिने खालको चाहिँ त्यो चाहिँ मजा आयो अनि नचिन्दाखेरि ठिक छ म आफै चिनाइहाल्छु तपाईँलाई मन परेपछि पुग्यो मनमा उहाँहरूले मेरो पात्रलाई मनमा लिएर घरमा गएर त्यो कर्ली कपालवाला केटी भन्ने सम्झे पुग्यो मलाई अहिलेलाई जस्तो कि तपाईँ आफै चाहिँ कतिको त्यो बोल्ड क्यारेक्टर छ केटाहरूलाई कुटैको अनुभव छ किनकि फिल्ममा र केटाहरूलाई नि हो अब फिल्म हेर्नु भएपछि अझै भन्नु मिल्दैन हो फिल्म हेरेपछि अझै किन त्यो अब ट्रेलरमा त तपाईँले कुटाइ खाएको देख्नुभयो अब के हुन्छ फिल्ममा त्यो हेर्न जेठ 23 अब आजदेखि रियल समापिकाले कुनै केटालाई कुट्याछ त्यस्तो कुट्ने अब म हात चाहिँ छोडिहाल्दिनँ हेर्नुहोस् किनभने हात छोड्नु राम्रो चिज होइन म मेबी बहस गरेर कुट्न सक्छु बहस गरेर तर्क दिन सक्छु त्यो पनि आफूलाई लागेको कुराहरूमा जस्तै यो कुरामा म कन्फिडेन्स छु भने आइम फाइन भन्ने हिसाबको है न त कुट्ने नै खालको चाहिँ छैन मलाई अप्ठ्यारै लाग्छ अनि त्यही भएर भने नि क्यारेक्टर एज अ क्यारेक्टर हुँदाखेरि चाहिँ म जे पनि गरिदिन सक्छु भन्ने एउटा आँट आउँछ त्यो चाहिँ बेस्ट पार्ट हो ओके त्यो फिल्मको क्यारेक्टरको एउटा तरिकामा त्यो स्वागमा एउटा के डायलग जाओस् न किनकि तपाईँको एक्टिङ एकदम मन परिरहेको छ कि त्यही स्वागमा है ठ्याक्कै आज गाजल छैन होइन फाइन कहाँ हेरेर भन्नु त्यो साला कमलले हामी तिनैजना रिजेक्ट हालेको होइन हामी चाहिँ त्यसको बिहा हुनु किन्दैन मार्दिउँ अभी मार्न मिल्दैन दुईवटा टाउका आयो लुकाम यसरी मलाई ठ्याक्कै त्यो फिल गरेर भने हुन्छ त्यस्तै म उतातिको चाहिँ भन्न सक्दिनँ त्यो पनि एउटा डायलग छ त्यो चाहिँ अहिले मैले रिपिटमा सुनिरहेको थिएँ अडियन्सहरूले मलाई भन्दै हुनुहुन्थ्यो मितिनीको सिक्काको अर्को पाटो मलाई थाहा छ भन्छ नि अङ्ग्रेजीमा डार्क साइड भनेर त्यो खोल्ने फेरि त शत्रु भयो नि म त मितिनी हो रियल लाइफमा पनि छैन बिचरा एकदमै स्विट छ ऊ हामीले अस्ति पनि कति तारिफ गऱ्यौँ होइन मेरो त माई डियरेस्ट फ्रेन्ड फ्यामिली सबै हो सानो सानो कुराले उसको र मेरो त्यो इमोसनल ऊ चाहिँ एउटै छ है हामीले पनि देखेको छ एकदमै धेरै छिटो सानो सानो कुराहरू रोइरहेको हुन्छौँ पानीपुरी खान मन लाग्यो बेला पानीपुरी पाइदियो भने चाहिँ खुसीको आँसु आइदिरहेको हुन्छ अब यो कुरा मान्छेहरूलाई कस्तो पागल जस्तो लाग्न सक्छ तर साँच्चै नै हामी त्यस्तै मतलब अब त्यो एकदम धम्पुसा पानीपुरी पाउँदैन थियो नि त धम्पुसा पानीपुरी पाउँदैन धम्पुसा भएको पानीपुरी छैन यस्तो क्रेभिङ भइसक्यो दुईजनालाई अब टक्क पानीपुरी पायो भने त खुसीको आँसु के भन्न खोजेको हामी त्यति धेरै इमोसनल छौँ भन्ने त्यो खालको अब जिन्दगीभर मनोरञ्जनसम्म फिल्म खेल्छु भन्नुभएको थियो तपाईँले होइन अब तपाईँलाई मिलोस् पनि तपाईँलाई अहिलेदेखि नै शुभकामना सो तपाईँलाई चाहिँ अब एज एन अब पुरै स्क्रिनमा छाउने गरी गरिमा जसरी गर्ने त्यसरी नै काम पनि गर्न मन होला कुन हिरोसँग चाहिँ स्क्रिन सेयर गर्न पाए हुन्छ नि हिरोसँग चाहिँ गर्छु भनेर मलाई फेरि पनि पुनः सौगात सरसँग काम गरेर मलाई त्यो धितो नै के भन्छ मरेको छैन भन्छ म अगाएकै छैन सौगात सरसँग फेरि पनि मलाई
फुल स्क्रिनमा स्टार्टिङदेखि एन्डिङसम्म काम गर्न मन छ तर फेरि ह्याभिङ सेड द्याट अरू पनि कतिजना एक्टर्सहरू हुनुहुन्छ जसमा मलाई काम गर्न मन छ र हजुरले भनिहाल्नुभयो मैले भर्खर एउटा लिड एज अ लिड एक्ट्रेस एउटा सिनेमा पनि सकाएर आएँ सिकाङ छ त्यहाँ चाहिँ मैले प्रवीण खतिवडा दाई अनि हाम्रो विकास जोशीजी तेज गिरिजी उहाँहरूसँग स्क्रिन सेयर गर्ने मौका पाएँ सो त्यो पनि छिटै भेटेर हामी फेरि पनि कुरा गर्छौँ यो फिल्ममा सौगातको पछि कुद्नु भएको छ अब सौगातलाई पछि कुदाउन मन छ हजुरको मुखमा दुध नाम स्क्रिप्ट राइटर सरहरूलाई यसो स्टोरी कन्सिडर गर्न भनिदिनु यसो हेरिदिँदै गर्नुहोस् एउटा सानो वान लाइनर उहाँले भनिसक्नु भएको छ लेख्नु भन्नुहोस् सो अन्तिममा दर्शकलाई के भन्न चाहनुहुन्छ दर्शकलाई हामीले त्यो यसो कि त्यो चाहिँ लुक वाइज आउँछ अझै त्यो नथीले आउँछ अहिले मैले त्यो छोड्दै किनभने म त्यो जोनमा अहिले जानु छैन त्यसरी मान्छे भड्काउँदै हिँड्न मन छैन मलाई अहिले चाहिँ होइन तर भन्दाखेरि हाम्रो एउटा इन्टरटेनमेन्ट प्याकेज बनेको छ जुन फ्यामिलीसँग बसेर हेर्ने एकदम 2 घन्टा 10 मिनट मजाले तपाईँहरू आफ्नो दुःख पीडा सबै एक ठाउँमा भुलेर हलभित्र आएर मजाले हेरेर रमाइलो सबै किसिमको इमोसन्सहरू एक्सपिरियन्स गर्न पाउनुहुन्छ नेपाली कथानक चलचित्रै हो हास्य छ श्रृङ्गार सबै रसले भरिपूर्ण छ त्यसैले एकचोटि आएर नवरसले भरिपूर्ण छ किनभने हाम्रो जिन्दगी हामी मानव जाति हो हाम्रो एक दुईवटा कोड ल्याङ्ग्वेजहरू छ त्यो चाहिँ अब पछि नै खुलाउन कुनै बेलामा होइन आजबाट रिलिज भइसकेको छ यहाँहरू सबैजनाले चाहिँ म आग्रह गर्न चाहन्छु हाम्रो टिमको तर्फबाट हेरिदिनु होला माया गरिदिनु होला आजको रियाक्सनले अझै हामीलाई उत्साहित बनाएको छ ल साँच्चीकै मन परि पो रहेछ अनि एउटा जोडिहाल्छु ल अब हामी आज बसेर हेर्दाखेरि अगाडिपट्टि लगभग सेकेन्ड हाफतिर थियौँ होइन सुनिरहेको थियौँ हुटिङहरू सुनिरहेको थियौँ अनि ठ्याक्कै पछाडिबाट त्यो 3 जना केटीहरू खै तिनीहरू आएको भनेर अडियन्स सम्झिरहनु भएको रहेछ नि कस्तो खुसी लाग्यो अब सानो सानो कुराहरूले त हो हाम्रो खुसी हुने अनि सो या त्यही हो आजको बेस्ट पार्ट अहिलेको सम्मको थ्याङ्क यू सो मच गरिपछि कति बोलेको भन्छ